बप्तिस्मा भनेको के हो? कृपया मलाई स्पष्ट हुने गरी बताइदिनुहोस्। प्रिय मित्र, पुरानो करारमा गरिएको प्रयोग अनुसार बप्तिस्माको अर्थ सफाई अथवा सफासुग्घर गर्ने काम हो। प्रस्थान अध्याय 30 को 17 देखि 21 र लेवी 11 को 25 पदमा हामी यस कुरालाई पढ्न सक्छौं। बप्तिस्मा दिने यूहन्नाले पश्चातापको बप्तिस्माको प्रचार गरे ताकि मानिसहरू प्रभु येशू ख्रिस्टलाई भेट्न तयार हुन्। मर्कुस 1:4। येशूले विश्वास गर्नेहरूलाई पवित्र आत्माले र आगोले बप्तिस्मा दिनुहुन्छ। यस कुरालाई हामी मत्ती 3 अध्यायको 11 र मर्कुस अध्याय 1 को 8 मा पढ्न सक्छौं। नयाँ करारमा भएको प्रयोग अनुसार बप्तिस्मा चाहिँ ख्रिस्ट येशूको नाउँमा अथवा पिता, पुत्र र पवित्र आत्माको नाउँमा विश्वास गर्नेमाथि पानी हाल्ने उत्सव हो। पानी छर्केर वा खन्याएर हाल्न सकिन्छ अथवा बप्तिस्मा लिने व्यक्तिलाई पानीमै डुबाउन सकिन्छ। बप्तिस्मा चाहिँ विश्वास गर्नेको पश्चाताप, पाप मोचन र पापबाटको सफाईको चिन्ह हो। प्रेरित 2 को 38 मा यस कुरालाई हामी उल्लेख गरिएको पाउँछौं। बप्तिस्मा ख्रिस्टसँग विश्वास गर्नेको एकताको संकेत पनि हो। जब कुनै विश्वासीले बप्तिस्मा लिन्छ तब ऊ ख्रिस्ट येशूको मृत्युमा सहभागी हुन्छ। ऊ आफ्ना पाप र आफ्नो पुरानो पापी स्वभावको लेखी मर्छ। साथसाथै बप्तिस्मा लिने विश्वासी ख्रिस्ट येशूको पुनरुत्थानमा सहभागी हुन्छ। उसले विश्वासद्वारा नयाँ आत्मिक जीवन पाउँछ। आउनुहोस् यही कुरालाई स्पष्ट रूपमा लेखिएको बाइबलमा रहेको परमेश्वरको वचनलाई पनि पढिहालौं। रोमी 6 को 3 देखि 14 मा हामी पढ्छौं, के तिमीहरू जान्दैनौ हामी सबै जतिले ख्रिस्ट येशूमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं। यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनुभयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं। यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं। हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमारा नहौं, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। तर यदि हामी ख्रिस्टसँग मरेका छौं भने त उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं। हामी जान्दछौं कि ख्रिस्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुने छैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखी सधैँको लागि एकैपल्ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। यसै गरी तिमीहरूले पनि आफूलाई पापको लागि मरेका तर ख्रिस्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ। यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेऊ। आफ्ना शरीरका अंगहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ दिइहाल र शरीरका अंगहरूलाई धार्मिकताका साधन जस्तै परमेश्वर कहाँ समर्पण गर, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। मित्र, ख्रिस्ट येशूमा बप्तिस्मा लिने व्यक्ति कस्तो हुनु पर्दछ भन्ने कुरालाई पनि केही हदसम्म भर्खरै पढिएको परमेश्वरको वचनबाट थाहा गर्नुभयो भन्ने म आशा गर्छु। र बप्तिस्मा के हो भन्ने विषयमा त झन् बुझि नै हाल्नुभयो। यसैको साथमा म तपाईलाई यो पनि याद दिलाउन चाहन्छु कि बप्तिस्मा हामी ख्रिस्टको शरीरका अंग भएका छौं भन्ने कुराको पनि एउटा चिन्ह हो। त्यसैले छोटकरीमा भन्नुपर्दा बप्तिस्मा चाहिँ हामीले मुक्ति पाउने एउटा चिन्ह हो र बप्तिस्माका साथमा
हामीले विभिन्न आशिषहरू विश्वासद्वारा पाउँदछौं। मुक्ति पाउनलाई बप्तिस्मा लिनु आवश्यक छैन। विश्वासद्वारा मात्र मुक्ति पाउन सकिन्छ। तर कुनै पनि मानिसले विश्वास गरेर बप्तिस्मा लिन मान्दैन भने उसले आफ्नो विश्वास सत्य छैन भनी प्रमाण देखाउँछ। नयाँ करारले बप्तिस्मा लिनु भनी आज्ञा दिन्छ। यदि हामी यो आज्ञा पालन गर्दैनौं भने हामी ख्रीष्ट येशूका अनेगाकारी हुन्छौं र जसले ख्रीष्ट येशूको आज्ञा जानी जानी उल्लङ्घन गर्छ उसको विश्वास सत्य हुँदैन। त्यसकारण पहिलो उचित मौकामा विश्वास गर्नेले बप्तिस्मा लिनुपर्छ। मित्र, मेरो विश्वास छ तपाईले आफ्नो प्रश्नको उत्तर पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता, हामी यस कार्यक्रम मार्फत तपाईलाई याद दिलाउन चाहन्छौं कि ख्रीष्ट येशू संसारका मुक्तिदाता हुनुहुन्छ र उहाँ पापीहरूलाई मुक्ति दिन संसारमा आउनुभयो। ख्रीष्टमा परमेश्वरको राज्य नजिक आइपुगेको छ। मुक्ति पाउनलाई मानिसले ख्रीष्ट येशूमा विश्वास गर्नु बाहेक अरू कुनै उपाय छैन। ख्रीष्ट येशूमा विश्वास गरेर मात्रै हामी मुक्ति पाउँदछौं। परमेश्वरले आफ्नो अनुग्रहबाट मुक्ति दिनुहुन्छ। त्यसैले मित्र, यदि तपाईले येशू ख्रीष्टलाई आजसम्म आफ्नो मुखले तपाईको प्रभु अनि उद्धारकर्ता भनी स्वीकार गर्नुभएको छैन भने हाम्रो विनम्र अनुरोध छ कि समय खेर नफाली अहिले नै प्रभु येशू ख्रीष्टलाई हृदयदेखि नै प्रार्थना गर्नुहोस् र पवित्र आत्माको दान माग्नुहोस् ताकि उहाँले दिनुहुने अनन्त जीवन तपाईलाई प्राप्त हुन सकेको होस् र सिर्फ उहाँको मार्गमा तपाई सम्पूर्ण विश्वास अनि भरोसा साथ चल्न सकेको होस्।